Ranking 5 most viral questions by the students. Should I apply to multiple US universities? Yes, and the answer is yes, definitely. तपाईले multiple university apply गर्नुपर्ने हुन्छ because if you apply to multiple universities then पछि तपाईको offer slash जुन हामी I-20 भन्छ त्यो आइसकेपछि कम्पेयर गर्न सक्नुहुन्छ तपाईले हैन ए भन्ने युनिभर्सिटीबाट मेरो कस्ट अफ एटेन्डेन्स यति आको रहेछ बी भन्ने युनिभर्सिटीले मलाई यति स्कलरशिप दियो त्यसकारणले गर्दा फेरि मल्टिपल युनिभर्सिटीको अप्सन ओपन राख्नुभयो भने सहज के हुँदो रहेछ यु क्यान कम्पेयर एन्ड कन्ट्रास्ट एन्ड एट द एन्ड यु क्यान पिक द युनिभर्सिटी र अर्को पर्सपेक्टिभबाट राम्रो के हुन्छ भन्दा फेरि भिजा अफिसरले सोध्ने क्रममा हाउ मेनी युनिभर्सिटी टु एप्लाई टु भन्ने क्रममा पनि तपाईसँग मल्टिपल युनिभर्सिटीको नाम हुन्छ अनि एउटा मात्र युनिभर्सिटी तपाईले भन्नुभयो भिजा अफिसरलाई देन भिजा अफिसरको सोचाइ के हुन्छ भन्दा विद्यार्थी युएस जान खोजिरहेको थियो कस्तो एउटा मात्र युनिभर्सिटीमा वाइ मल्टिपल अप्सन्सले किन नराखेको होला भनेर मेबी नेगेटिभ फिडब्याक जान सक्छ त्यसकारणले गर्दा माई सजेसन टु यु गाइज इज डेफिनेटली apply to multiple universities and get I-20 from multiple universities. Does the university's background matter for the visa? I would say yes because तपाई जान लाग्नु भएको क्याटेगोरी के छ त हामी स्टुडेन्ट भिजा भन्छौँ F1 भिजा जुन भनिन्छ स्टुडेन्ट भिजा भन्ने बित्तिकै तपाई पढ्नको लागि जानु भएको छ त्यसकारणले गर्दा तपाईले पढ्नको लागि रोज्नु भएको युनिभर्सिटीको ग्रेजुएसन रेट कस्तो छ रिटेन्सन रेट अर्थात् तपाई त्यहाँ गइसके पछाडी कति जना विद्यार्थी ट्रान्सफर गरिरहेको छन् रिटेन्सन रेट राम्रो छ कि छैन तपाईको युनिभर्सिटीको स्पेसिफिक मेजरको लागि र्याङ्किङ कस्तो छ भन्ने यी सबै कुराहरुले चाहिँ असर पार्छ त्यसकारणले गर्दा I would definitely say that university's background matters. How much money should my sponsors have in their bank account? Very good question. अब यो क्वेशनले के सोधेको छ भन्दाखेरि मेरो प्यारेन्ट्स को अथवा मैले जो स्पोन्सर हुनुहुन्छ उहाँको खातामा कति पैसा देखाउनु पर्छ भन्दाखेरि यसको उत्तर भनेको तपाईको युनिभर्सिटीको 1 वर्षको कस्ट अफ अटेन्डेन्स लाई अफोर्ड गर्न सक्ने गरेर देखाउनु पर्छ 1 वर्षको कस्ट अफ अटेन्डेन्समा के पर्छ भन्दाखेरि तपाईको 1 वर्षको ट्युसन फी 1 वर्षको लिभिङ कस्ट हाउसिङ कस्ट फुडिङ र तपाईको हेल्थ इन्स्योरेन्स एन्ड मिसलेनियस एक्सपेन्सेस जति तपाईको I-20 मा आको हुन्छ त्यो सबै अमाउन्ट कभर गर्ने गरेर तपाईको स्पोन्सर्सको अकाउन्टमा पैसा देखाउनु पर्ने हुन्छ आफ्टर रिजेक्सन हाउ लङ शुड आई वेट बिफोर रिएप्लाइङ गुड क्वेशन अब यसको उत्तर के रहेको छ भन्दा फेरि द सिनारियो इज डिफरेन्ट पहिला जुन तपाईले सुन्नुहुन्थ्यो 90 डेज कुर्नु पर्थ्यो अहिले 90 डेज चाहिँ कुर्नु पर्दैन लेट्स से तपाईको रिजेक्सन अप्रिल 28 मा भएको छ भने मे 15 मा तपाईको फेरि इन्टरभ्यू डेट खुल्न लागेको छ भने तपाईले इन्टरभ्यू डेट बुक गर्न पाउनुहुन्छ तर इश्यू के रहेको छ भन्दा फेरि चाहिँ इन्टरभ्यू डेट बुक गरेर मात्र भएन भिजा इन्टरभ्यूमा हामी अपियर भएर मात्र भएन तपाईले आफ्नो रिजेक्सनको रिजन बुझ्नु पर्ने हुन्छ मेरो रिजेक्सन के आधारमा भएको थियो त लेट्स से तपाईले त्यो दिन राम्रोसँग बोल्न सक्नु भएन ईपीटी पनि लो छ भने फ्याट्टै फेरि रिएप्लाई गरेर भिजा आउनेवाला छैन त्यसकारणले गर्दा ईपीटी फेरि दिने कि हैन प्रोफाइललाई अलिकति स्ट्रङ बनाउने कि अब तपाईको लो जीपीए भनेर रिजेक्सन भएको छ भने मेबी एसएटी फेरि दिने कि अथवा आफ्नो जीपीए लाई अलिकति लोबाट हाई बनाउनको लागि केही कुराहरु एड गरेर प्रोफाइल चेन्ज गरेर हामीले फेरि जाने कि भन्ने कुराहरु मध्यनजर गर्नुपर्ने हुन्छ तपाईको रिजेक्सन के आधारमा भएको थियो र प्रोफाइललाई मैले बिल्ड अप गर्नको लागि के गर्नुपर्छ भन्ने कुराहरु बुझ्नु भएर त्यसरी अगाडि बढ्नुभयो भने भिजा आउने चान्सेस छ तर तपाईले रिजेक्सन भइहाल्यो फेरि डेट बुक गर्न पाउँछु भने 10-15 दिन फेरि डेट बुक गरेर इन्टरभ्यूमा अपियर मात्र हुनुभयो भने चाहिँ अलिकति भिजा आउन गाह्रो हुन्छ त्यसकारणले गर्दा द कन्क्लुजन इज यस पहिला जस्तो वेट गर्नु पर्दैन रेजिस्ट्रेसन हुने बित्तिकै हामीले मजाले डेट बुक गर्न पाउँछौं तर डेट बुक गरेर मात्र भएन प्लिज कन्सिडर टु चेन्ज योर प्रोफाइल चेन्ज गर्ने क्रममा चाहिँ तपाईको प्रिभियस रेजिस्ट्रेसन केमा भएको थियो त्यसको आधारमा सबै कुराहरु बुझेर त्यो कुराहरुलाई अपडेट गरेर बल्ल इन्टरभ्यूमा अपियर भइदिनु होला हाउ डिटेल्स शुड माइ DS 160 बी भेरी गुड क्वेशन दिस भेरी गुड क्वेशन तपाईले के बुझ्नु पर्छ भन्दा DS 160 भनेको चाहिँ भिजा अफिसरलाई तपाईले इन्फर्मेसन दिने एउटा फर्म हो भनेर बुझ्न सक्नुहुन्छ स्पेशली फर नन इमिग्रेन्ट भिजा र हामीले एउटा कुरा के ख्याल गर्नुपर्छ भन्दा फेरि युएस को इन्टरभ्यु भनेको युजुअली 2 देखि 3 मिनेट्स हार्डली त्यतिसम्म हुन्छ त्यसकारणले गर्दा फेरि भिजा अफिसरले सबै क्वेशनहरु यो इन्टरभ्युको ड्युरेसनमा सोध्न सक्नुहुन्न सो तपाईको यो इन्फर्मेसन जानी भनेको केबाट हो त DS 160 त्यसकारणले गर्दा DS 160 मा जति डिटेलमा तपाईले इन्फर्मेसन राख्न सक्नुहुन्छ भिजा अफिसरलाई बुझ्न त्यति नै सजिलो हुन्छ र एउटा भनाइ के छ भन्दा फेरि तपाईले DS 160 मा जसरी इन्फर्मेसन राख्नु भएको छ त्यही आधारमा तपाईलाई क्वेशन सोध्नुहुन्छ भिजा अफिसरले र त्यो सोधेको क्वेशनलाई चाहिँ ग्रीन स्टिकमा लाने भनेको तपाईको काम हो त्यसकारणले गर्दा DS 160 मा विस्तृत रूपमा हामीले लेख्नु पर्ने हुन्छ र सक्नुहुन्छ भने अझ पोइन्ट नम्बर 1 मा मेरो यो कुराहरु थियो नम्बर 2 मा यो कुराहरु गरेको थिए ग्याप मैले यस्तो गरेको थिए भनेर सबै कुरा खुलाएर डिटेल रूपमा लेखिदिनु होला सो DS 160 मा आन्सर भनेको डिटेलमा लेख्नै पर्ने हुन्छ